सुरक्षा, स्वास्थ्य, डिजिटलाइजेसन, रूपान्तरण र कामको भविष्यको यात्रा अर्थात् सेफ्टी एन्ड हेल्थ अफ वर्कर्स, डिजिटलाइजेसन एन्ड द फ्युचर आएको छ। त्यो असाध्यै महत्त्वपूर्ण घडीमा आएको छ र यसको सुरुवात सम्माननीय प्रधानमन्त्रीबाट भर्खरै अघि गरेकोमा हामी नेपाल सरकारबाट आयोगको जुन हाम्रो अभिसन्धिहरू छ, हाम्रो नेपाल सरकारका अन्तर्राष्ट्रिय राष्ट्रिय प्रतिबद्धता छ, त्यो सुरुवात नेपालमा पनि श्रम संसारको माध्यमबाट जुन गरेको छ, त्यसको लागि हामी सबै स्टेक होल्डरलाई धेरै धेरै बधाई दिन पनि चाहन्छु। नेपाल सरकारले यो मे दिवसको उपलक्ष्यमा विगत लामो समयदेखि केही वर्कर्सहरूको बारेमा हामी धेरै प्रकारका नीति कानुन र विभिन्न प्लेटफर्म उपकरणहरू मार्फत उहाँहरूको धेरै कुराहरू गर्न खोजिरहेको छ र मुख्य रूपमा उहाँहरूको हेल्थ सेक्युरिटी, प्रोफेसनल सेक्युरिटी, इकोनोमिक सेक्युरिटी, सोसल सेक्युरिटी, लाइभलीहुड सेक्युरिटी, त्यति मात्र होइन फ्युचर सेक्युरिटीसम्मको यात्रा पनि विभिन्न माध्यमबाट हामी गर्दै आएका छौँ। कहिले बिमाको माध्यमबाट, कहिले सोसल सेक्युरिटीको माध्यमबाट र अन्य माध्यमबाट पनि गरिरहेका छौँ। त्यो चाहिँ ठुलो सबैको लागि यो श्रमिक, रोजगारदाता, सरकार लगायतका जति पनि साथीहरू हुनुहुन्छ उहाँहरूको लागि मुख्य रूपमा नेपाल सरकारले एउटा यो डिजिटल गभर्नेन्सको माध्यमबाट, जुन श्रम सञ्चारको माध्यमबाट एउटा प्रयासको थालनी गरेका छ, त्यो आफैमा अद्भुत हो। र माननीय मन्त्रीजीले भने जस्तै यो सबैको लागि श्रम रोजगार संसारको रूपमा विकास गरेको अवस्था छ, त्यसलाई हामीले चाहिँ मनन गरेर अगाडि बढिरहेका छौँ र नेपाल सरकारलाई ट्रिपटाइड प्लस प्लसको अवधारणाबाट अगाडि बढेको छ। ट्रिपटाइड प्लस प्लस भनेको खालि सरकार, रोजगारदाता, श्रमिक मात्रै होइन, यसमा सबै नागरिक समाज, यसमा विकासका साझेदार, सबै क्षेत्रलाई समेटेको भएको कारणले गर्दा श्रम संसारलाई ट्रिपटाइड प्लस प्लसको अवधारणाबाट अगाडि बढिरहेको म निवेदन गर्न चाहन्छु। र यो अवसरमा सरकारले यो डिजिटल सरकार, जसलाई हामीले श्रम सरकार, श्रम संसारको रूपमा विकास गरेको छौँ, त्यो आफैमा जुन बेला अद्भुत हुन्छ जब हामी सबैले यसलाई अपनाउन दिन्छौँ। स्वदेश तथा विदेशमा रहेका सबै साथीहरूले आफ्नो तर्फबाट सहयोग गर्छौँ, भूमिका निर्वाह गर्छौँ। त्यो गर्यो भने यो वन फर अलको जुन अवधारणा छ त्यसबाट पनि हामी अगाडि बढ्छौँ। नेपालमा एउटा माननीय मन्त्रीज्यूले, श्रीमान मुख्य सचिवले भने जस्तो एउटा भाष्य निर्माण गरेको छ। के भएको छ भने नेपालमा रोजगारी नै छैन, यता पनि भएन, उता पनि भएन, एन्टरप्रेन्योरसिप भएन, केही पनि भएन, त्यो हाम्रो विशेष नेपातात्मक अवस्था हो भन्ने खालको कुराहरू छ। त्यो वास्तवमा गलत नै हो। किन गलत हो भने जहाँ मान्छे हुन्छ त्यहाँ त रोजगारी भइहाल्छ नि, किनभने मान्छेका आवश्यकता पनि हुन्छ। जहाँ आवश्यकता हुन्छ त्यहाँ विकास हुन्छ, जहाँ स्रोत हुन्छ त्यहाँ उत्पादन हुन्छ, र जहाँ समृद्धि हुन्छ त्यहाँ शान्ति हुन्छ। र यी सबै कुरालाई एक ठाउँमा राख्ने भने नेपाल भनेको श्रमको लागि, रोजगारको लागि होइन, उत्पादनशीलताको लागि, इन्टरप्रेन्योरसिपको लागि एउटा स्वर्गै हो। खालि एउटा के चाहिन्छ भने हामी सबैको प्रयास आफ्नो ठाउँबाट आवश्यकता छ, त्यसलाई लिएर नै अगाडि बढ्नुपर्छ जस्तो लागेको छ। त्यही भएर मैले के भन्न चाहन्छु भने चाहे आन्तरिक रोजगारीमा हुनुहुन्छ वा वैदेशिक रोजगारीमा हुनुहुन्छ, उहाँहरूको लागि नेपाल सरकारले विभिन्न माध्यमबाट सम्माननीय प्रधानमन्त्रीज्यूबाट, माननीय मन्त्रीज्यूबाट, मुख्य सचिवज्यूबाट पनि कमिटी पनि आइसकेको छ। के हो भने अब बाल श्रम मुक्त समाजको निर्माण गर्ने, दोस्रो कुरा न्यूनतम ज्यादाको समृद्धिको संस्कृति छ, सबै ठाउँमा पुनर्स्थापना गर्ने, हक सशक्त बनाउने, मजबुत बनाउने, सामाजिक सुरक्षाको प्रत्याभूति हामी अनिवार्य रूपमा गर्ने र सबैको लागि सिप, सबैको लागि रोजगारी सृजना गर्ने एउटा डिजिटल प्लेटफर्मको रूपमा हामी तयार पारेका छौँ, त्यसको सुनिश्चितता पनि गर्ने भन्ने आज श्रम दिवसको, अन्तर्राष्ट्रिय श्रम दिवसको परिकल्पना हामीले यो हिसाबले अगाडि बढिरहेका छौँ। नेपाल सरकारले श्रम तथा रोजगार दिवस दशक जुन घोषणा गरेको छ, त्यसको पहिलो सुरुवात, कार्यान्वयनको सुरुवात हामीले श्रम संसारको माध्यमबाट पनि गरिरहेका छौँ। यो कुराको समेत रिकग्नाइज गर्दै यहाँको छोटो समयमा जुन भव्य रूपमा नेपाल सरकारको जुन यो श्रम दिवस, अन्तर्राष्ट्रिय श्रम दिवस मनाउने जुन कार्यक्रम हो, त्यसमा सम्माननीय प्रधानमन्त्रीज्यूबाट, माननीय मन्त्रीज्यूबाट, मुख्य सल्लाहकारज्यूबाट, महान्याय अधिवक्ताबाट र श्रीमान मुख्य सचिवज्यूबाट पनि यो खालको उपस्थितिमा भयो र विशेष गरेर रोजगारदाता, श्रमिक र नेपाल सरकारका सबै निकायहरूको प्रतिनिधित्व भएको छ। त्यो आफैमा अद्भुतको रूपमा लिएको छौँ र यो दिवस आज हामीले खालि
एउटा कार्यक्रम मात्र नेपालमा मात्र होइन, मन्त्रालयमा होइन, देश र विदेशमा रहेका विभिन्न स्थानहरूमा पनि भव्यताका साथ मनाइरहेका छौँ। कहीँ फिजिकली मनाइरहेका छौँ, कहीँ भर्चुअली मनाइरहेका छौँ र सबैको जुन व्यापक रूपमा सहभागिता भएको छ त्यसलाई हामीले सम्मान गर्दै सबैप्रति धन्यवाद दिँदै आजको यो कार्यक्रम यही अहिलेलाई समापन भएको घोषणा गर्दै यसको निरन्तरता हामी फेरि केही दिन गइरहेका छौँ। यहाँलाई थाहा नै छ, हामी सबैले आफ्नो रूपमा मनाउने बाचा गर्दै फेरि सबैप्रति आभार व्यक्त गर्दै आजको कार्यक्रम यही समापन भएको घोषणा गर्छु। नमस्कार।